हर्क साम्पाङ रेवोल्यूशन एकलो आवाजको कहानी। हर्क साम्पाङ यो नाम केवल एक पूर्व मेयरको होइन, यो नाम हो एक सङ्घर्षको। आज उहाँ धरानका पूर्व मेयर र श्रम संस्कृति पार्टीका अध्यक्ष हुनुहुन्छ। तर यो कुर्सीसम्म पुग्नुअघि उहाँले करिब 10 वर्षसम्म एक्लै लड्नुभयो। जब धेरै मौन थिए, हर्क साम्पाङ बोले। भीडको पछाडि भनेको भेडा लाग्ने हो, बाख्रा लाग्ने हो। मान्छे भनेको विचारको पछाडि लाग्छ र सही विचारको पछाडि लाग्नु हो तपाईको दायित्व हो। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, तपाईहरू गलत विचारको पछाडि लाग्दै हुनुहुन्छ। तपाईहरूले भ्रष्टाचारी हो भनेर थाहा पाई भ्रष्टाचारीलाई नै भोट दिइरहनु भनेको उनीहरूको हौसला बढाउनु हो। त्यही भएको कारणले अहिले उनीहरू चुप लागेर सिंहदरबारमा बसेर एक कप चिया खाँदै, एक कप व्हिस्की र ब्रान्डी खाँदै देश बेच्ने निर्णय गरिरहेका छन्। उनीहरूले हाम्रो भविष्य तपाईको चाहिँ केयरमेट गरेर चाहिँ हामीलाई अलमल गरिरहेका छन्। यी सम्पूर्ण कुरा हामीले उनीहरूलाई काँधमा बोकेर हिँडेकै कारणले भइरहेको कारणले गर्दा आदरणीय दाजुभाइ दिदीबहिनीहरू, जब डर थियो उहाँ अडिग रहनुभयो। धरानमा पानी थिएन, जनता तिर्खाएका थिए, नेताहरू भाषणमा व्यस्त थिए। त्यो बेला हर्क साम्पाङ सडकमा उत्रिनुभयो। तर तपाईको आँखा चाहिँ मैले खोल्नुपर्छ। म जित्नु हार्नुसम्म सरकार राख्दिन, तर तपाईहरुलाई जगाउँछु यसपालिको जगाउ। पाइप बोकेर, नारा बोकेर, आशा बोकेर उहाँले आवाज उठाउनुभयो, खानेपानीका लागि, भ्रष्टाचार विरुद्ध, जनताको अधिकारका लागि। जब देशभर एमसीसीको बहस चलिरहेको थियो, धेरै नेता मौन थिए। हर्क साम्पाङले प्रश्न उठाउनुभयो, यो सम्झौता जनताको हितमा छ कि होइन? होशियार 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 पाइँदैन। सर यो अलिकति अन्याय अतिक्रमित भूमि फिर्ता गर, अतिक्रमित भूमि फिर्ता गर, सीमा मिच्न पाइँदैन। उहाँले एमसीसी मात्र होइन, विदेशी हस्तक्षेप, प्राकृतिक स्रोतको दुरुपयोग, राजनीतिक संरचना सबै विरुद्ध बोल्नुभयो। उहाँ कुनै पार्टीका थिएनन्, उहाँ केवल जनताका थिए। धेरैले हाँसे, धेरैले गाली गरे, भने यो मान्छे पागल हो, यसले चुनाव जित्दैन। तर उहाँ थाक्नु भएन, उहाँ बिक्नु भएन, उहाँ झुक्नु भएन। सामाजिक सञ्जाल मार्फत उहाँले सत्य बोलिरहनुभयो, डर बिना, स्वार्थ बिना। बिस्तारै जनताले महसुस गरे, यो मान्छे फरक छ, यो हाम्रो आवाज हो। अन्ततः धरानले इतिहास बदल्यो। पार्टी होइन, पात्र जित्यो। पैसा होइन, सङ्घर्ष जित्यो। हर्क साम्पाङ मेयर बने। तर त्यो जितभन्दा ठूलो कुरा के हो भने उहाँले प्रमाणित गर्नुभयो, यदि नियत सफा छ भने एक्लो आवाजले पनि पूरै सिस्टम हल्लाउन सक्छ। यो कथा चुनावको होइन, यो कथा हो साहसको, इमानको, रेभोल्युसनको। हर्क साम्पाङ एक पद होइन, एक आन्दोलन हो।